हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। गाइज, मैले चाहिँ भिडियो नबनाएको धेरै नै समय भइसक्यो, अलमोस्ट 2 इयर्स भन्दा बढी भइसक्यो। विभिन्न अरू कामहरूमा म व्यस्त भएको कारणले गर्दा मैले भिडियो बनाउनु त्यति पाइनँ र त्यो त्यति प्रायोरिटीमा पनि परेन। र आज चाहिँ विशेष गरी म किन भिडियो बनाउँदैछु भन्दा आज मेरो दाइ भाउजूहरू आउँदै हुनुहुन्छ अस्ट्रेलियाबाट। 7 वर्षपछि 2075 सालमा चाहिँ दाइको बिहे भइसकेपछि दाइ भाउजू दुवैजना दसैँको टिका लगाएर त्यो सालको दसैँको टिका लगाइसकेपछि अस्ट्रेलिया जानुभएको थियो र त्यसपछि दाइहरू फर्स्ट टाइम नेपाल आउँदैछ, फर्स्ट टाइम। सो एकदमै एक्साइटेड छु म आज दाइ भाउजूलाई भेट्नको लागि। र दाइ भाउजू 2 जना जानुभएको थियो, 3 जना भएर आउँदै हुनुहुन्छ। छोरा पनि छ, सानो छोरा पनि जन्मिएको छ। र दाइ भाउजूको साथसाथै दिदी नाजु भान्जा पनि आउँदै हुनुहुन्छ, अङ्कलहरू पनि आउँदै हुनुहुन्छ। र आज चाहिँ उहाँहरूलाई रिसिभ गर्नको लागि चाहिँ बुवा र म यहाँबाट काठमाडौँ जाँदैछु। अहिले म घरमै छु र यहाँबाट हामी आज काठमाडौँ जान्छौँ। दाइहरूको अराइभल चाहिँ रातिको 9-10 बजीतिर छ। सो हामी दिउँसो 3-4 बजीतिर काठमाडौँ पुग्ने गरी हामी आज काठमाडौँ जाँदैछौँ। र म चाहिँ भर्खर उठेको छु। अब म चाहिँ फ्रेस हुन्छु, पहिला यताउता नुहाउने सुहाउने गरेर कपाल सपाल मिलाउँछु, टक्क फ्रेस हुन्छु। अनि त्यसपछि बुवा र म आज दाइ भाउजूले लिनको लागि जान्छौँ। र यहाँ हाम्रो हजुरआमा चाहिँ दाइ भाउजू आउने आशमा उहाँ पुरै यति धेरै एक्साइटेड कि मेरो कम्पेरिजनमा त आमा त 100 गुणा बढी एक्साइटेड हुनुहुन्छ। आमा, तपाईँलाई कस्तो लाग्दैछ आज? मलाई त एकदम रमाइलो लागेको छ। एकदम रमाइलो लागिरहेछ। रमाइलो लागेको छ। आमा यहाँ हाम्रो दसैँ तिहारको बिचमा चाहिँ एका लाउने कार्यक्रम छ। आमाले एकदम धेरै इच्छा गर्नुभयो भएर एका पनि लगाइदिनु आँटे हामीले। र आमा चाहिँ एकाको लागि बत्ती काट्दै हुनुहुन्छ। आमाको काम नै बिहान उठ्ने, टिभी हेर्ने, बत्ती काट्ने होइन त आमा? अर्थ थाहा छैन। आमा कति खुसी, आमा कति खुसी हुनुहुन्छ भन्ने कुरो यहीँबाट प्रष्ट देख्न सकिन्छ। एकदम खुसी होइन त आमा? ल, अब तपाईँको सपना पुरा हुँदैछ। मलाई त आफ्नो नाति नातिना, नातिनी बुहारी, नातिनी नातिनी ज्वाइँ, नाति पनाति पनातिना लिएर आउनु झन् रमाइलो भएको छ मलाई त। आमा एकदम खुसी होइन त? रमाइलो, म खुसी। आज मलाई बिहामा प्लान हिँडिसक्यो भन्दै मलाई हर्कै बढेको छ। ल, सो आमा अब आमाको चाहिँ इच्छा फाइनल्ली हामीले पुरा गरिदिनु लाग्यो। दाइ भाउजूहरू, दिदी भिनाजुहरू अनि अब सानो भाइ सानो छोराछोरीहरू सबैजना भएको बेलामा आमाले चाहिँ एका लाउन खोज्नु भएको थियो। सो त्यो एका चाहिँ अब यसपालि चाहिँ आमाको इच्छा पुरा हुनेवाला छ। ल, आज दाइ भाउजू आउँदै हुनुहुन्छ। मम्मीको पनि अब यसो रियाक्सन बुझाउँ त। ल मम्मी, तपाईँलाई कस्तो लाग्दैछ आज दाइ भाउजू आउँदै हुनुहुन्छ? रमाइलो लाग्दैछ। अहिले ठुलो छोरीले सुनिँदैन फेरि? रमाइलो लाग्दैछ। मम्मी हिजो एकाको लागि पार्टीमा जानुभएको, सो हिजो एकदम थाकेर आउनु भएको थियो, भोलि नै बसेछ। गीत गा है कि हिजो बना? हिजो वनमा गीत गा है कि हो? गीत गा त होइन। ए ल, गाह्रो चाहिँ। अनि बुवा 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 के छ बुवा? तपाईँलाई कस्तो लाग्दैछ दाइ भाउजू आज हिँडिसक्नु भयो, आउँदै हुनुहुन्छ? बाटा अहिले माथि आकाशमा उड्दैछ। आकाशमा उड्दैछ होइन त? मलाई एकदम खुसी लाग्यो। एकदम खुसी लाग्यो। अब भाउ छोरा काठमाडौँ जाने होइन, अनि लिएर आउने, एकदम खुसी छ। ल, सो फाइनल्ली बुवा मम्मी सबैजना, आमा सबैजना, म सबैजना एक्साइटेड छौँ। र मेरो छोरी अनि मेरो वाइफ चाहिँ माइतमा छन्। उनीहरू चाहिँ 10 गते आउँछन्। 11 गते चाहिँ दाइहरूले लिएर हामी घर आउँछौँ। सो दाइहरू आउँदा उनीहरू घरमै हुन्छन्। सो म चाहिँ अब नुहाएर रेडी भइसकेँ। अब हामी खाना खान्छौँ अनि खाना खाइसकेपछि निस्किन्छौँ। सो हामी चाहिँ अब खानासाना खाएर अब बुवा र म चाहिँ काठमाडौँ निस्किन लाग्यो। बुवा माथि सडकमा कुर्दै हुनुहुन्छ, अब म यहाँबाट निस्किँदैछु। यत्रो वर्षपछि भेटिँला होइन? होइन, हामी परार गएर भेटेर आयो नि त। 2 वर्ष हो। सो गाइज, हामी चाहिँ यहाँ बटरमा बाइक सर्भिसिङ गरेर आउँदैथ्यौँ। टोखा आइपुग्ने बेला भइसकेपछि दह्रो पानीले चुटिहाल्यो। हामी अहिले यहाँनिर बसिरहेको पुरै भिजाए पनि, सबै भिजाए पनि, ओत्लाइन ठाउँ पनि पाइएन, बिच बाटोमा बढियो। बुवा यहाँ बसिरहनु भएको छ। बुवाको टोपी पनि भिज्यो। सो स्थिति अलिकति बिजोग छ। हाम्रो बाइक उहाँ छ, बाइक पुरै भिजिरहेछ। सो अब यो पानी रोकिसकेपछि मात्र हामी यहाँबाट जान्छौँ। अब फर्दर भिज्यो भने चाहिँ बिजोगै हुन्छ, बिरामी हुन्छ।
गाइज हामी चाहिँ फाइनल्ली पानीले यस्तो दररोज छुटिएर भए पनि हामी यहाँ दाइको रुममा आइपुगिसकेका छौँ। यस्तो डेन्जर पिटो पानीले आजसम्म यस्तो पानीले पिटा खाएको थिएनौँ बाइकमा। मसँग गोप्रो भएको भए तपाईँलाई म देखाउँथेँ, तर त्यो देखाउनु पोसिबल नै भएन। र म यहाँ आइपुगिसकेपछि हाम्रो यहाँ कान्छी छोरी चाहिँ पुरै यसरी बसिरहेको छिन्, रमाइलो गर्दै चिल पाराले है छानु। यहाँ यसरी टिभी हेर्दै बसिरहेको छ मजाले। अनि बुवा यहाँ हुनुहुन्छ है, बुवा पनि कपडा फेरेर बसिसक्नु भयो, अनि म पनि यहाँ कपडा फेरेर बसिसकेँ। सो यस्तो छुट्यो कि आज कसरी एक्सप्लेन नै गर्न नसकिने गरी। अब बेलुका हामी दाइहरूलाई लिन जान्छौँ आज। अब एकछिन आराम गर्छौँ, चिसो एकदम लागिरहेछ। सो हामी चाहिँ अब यहाँ अहिले आराम गरिरहेछौँ। अब हामीले चाहिँ यहाँ खाजासाजा पनि खाइसक्यौँ, एकदम जिउ पनि तताइसक्यौँ। बुवा पनि अहिले यहाँ एकदम चिल पाराले बसिरहनु भएको छ। बुवा ठिक छ यहाँ अहिले? तातो हो नि? ल ठिक छ ल एकदम। अब हामी अब एकछिनपछि अब अहिले बेला भएको छैन, 9 साढे 9तिर दाइहरू आउनुहुन्छ, अनि हामी यहाँबाट एयरपोर्ट जान्छौँ। र हाम्रो यहाँ सानी छोरी चाहिँ यसरी यो भित्र खोलिरहेको छ। छोरी यता हेर, सानो यता हेर न, यहाँ ऊ खोइ कस्तो हेरेको। ल अब यहाँ आज हाम्रो उहाँ अस्ट्रेलियाबाट 2जना कुइरीहरू आउँदैछन्, भान्जो र छोरो। यिनीहरूलाई चाहिँ यहाँ टक्क लाएर यो बेलुनहरू चाहिँ खेल्नको लागि आउने बित्तिकै यसरी के खान्न पाउँछ भनेर। अनि प्रसिद्धि चाहिँ यहाँ बेलुन फुक्ने ड्युटी चाहिँ प्रसिद्धिको छ। प्रसिद्धि कतिवटा फुक्यो अहिलेसम्म? ल 3वटा मात्रै जम्मा। अबुई छोरीले त कत्रो बेलुन उडाएको यार। छानु के खान? ल आन ल, अङ्कलले भिडियो बनाइरहेको छु। ल के खान्देऊ त्यसलाई? के खान्देऊ? आऊ यता आऊ, के खाँदैन आऊ छानु। ल यहाँ सानी छोरी खेलिरहेको छ, उता प्रसिद्धिमा ऊ बेलुनमा हावा भर्दैछ होइन। उनीहरूको चाहिँ ड्युटी पालै पालो हुन्छ, एउटाको हावा भर्ने, एउटाको बान्ने, एउटाले हावा भर्ने, फेरि उसले बान्ने। उनीहरूको ड्युटी पालै पालो। बुवाको ड्युटी यहाँ छ, यस्तै भइरहेछ। र म चाहिँ यहाँ बसिरहेको छु। अब हामी एकछिनपछि यहाँ बाहिर पनि निस्किनु छ एकछिन। अनि हाम्रो यहीँ सानी छोरीको अनि भान्जीको चाहिँ पारा यस्तो छ होइन। यिनीहरूले चाहिँ दालमोट खाइरहेछन्। अब मामाहरू माइजूहरू भाइहरू आउने भएपछि ज्ञानी भएर बस्ने भनेर होइन भने होइन। अब हो नि, गुड, ज्ञानी भएर बस्नुपर्छ ल। हस्, अब भ्लगमा आउँछ नि तिम्रो यो अहिलेको भिडियो, थाहा छ कि छैन? छानी ए छानी हेर, उसको पुरै स्वागै अर्कै छ। हेर ओइ पिरो। र ऊ चाहिँ हाम्रो प्रसिद्धि छोरी, जेठी छोरी। उसले चाहिँ अब यहाँ सबैलाई स्वागत गर्नको लागि बेलुनहरू फुकेर फुटाइ पनि सक्यो। के हो यो? वाट इज दिस? त्यो फ्रुटी हुन्छ नि, त्यो चाहिँ यो चाहिँ एभोकाडोहरुको मिठो हुँदैछ है। र यहाँ चाहिँ किचनमा पुरै तयारी हुँदैछ। यहाँ भाँडा माझ्ने, पकाउने, यताउता सबै होइन। सबैजना यहाँ बिजी छन् पुरै पकाउने काममा। दिदी चाहिँ यहाँको मेन कुक हो, हेड मिस्त्री। सो गाइज हामी चाहिँ अब दाइ भाउजूहरू, अङ्कलहरू सबैजनालाई, दिदी भिनाजुहरू सबैलाई रिसिभ गर्न जाँदैछौँ। र यहाँ चाहिँ बुवा, भिनाजु, प्रसिद्धि अनि भान्जी त भिडियोमा आएन। आयो ल यसरी। अनि हाम्रो रियान्सी पनि कति एक्साइटेड मामा माइजूलाई लिन जान। बाफ्रे बिस्तारी ल। सो अब हामी गाडीमा जाँदैछौँ सबैलाई रिसिभ गर्नको लागि। रियान्सी के छ? प्रसिद्धि, ओ माई गॉड हाउ ब्युटिफुल। छिटो घुमेरा माया जानी भए जमाया, घुमेरा माया जानी भए जमाया, घुमेरा माया जानी भए जमाया, घुमेरा माया। सो गाइज हामी चाहिँ यहाँ एयरपोर्ट आइपुगिसकेका छौँ, तपाईँले देख्न सक्नुहुन्छ। अब हामी चाहिँ उता भित्र जाने प्लान गरिरहेछौँ। भित्र गएर अगाडि नै दाइहरू आउनुभन्दा अगाडि नै हामी त्यहाँ बस्ने प्लान गरिरहेछौँ। सो हामी चाहिँ यहाँ खाजा र त्यो बुके, त्यसलाई बुकेर भन्छ, बुकेर खाजा लिएर चाहिँ हामी अब यहाँ स्वागत गर्न जाँदैछौँ। हामी चाहिँ यतातिरबाट छिर्नुपर्छ।
सो गाइज हामी चाहिँ यहाँ अब यता भित्र आइपुगिसकेका छौँ। अब हामीले चाहिँ यहाँतिर एउटा गाडीको पनि व्यवस्था गर्नुपर्ने हुन्छ। सो पहिला अब हामी त्यहाँ जाऊँ। ल अब यहाँ स्वागत गर्ने सबैजना यहाँ दाइ बुवा भान्जी प्रसिद्धि र भिनाजु सबैजना यहीँ हुनुहुन्छ। अब हामी चाहिँ दाइहरू त्यहाँ आउनुभन्दा पहिला चाहिँ हामी त्यहाँ पुग्नुपर्छ। अब सो गाइस हामी चाहिँ यहाँ भित्र आइपुगिसकेका छौँ। अब दाइहरू चाहिँ सबैजना एभ्रिबडी हेलो सबैले हेलो 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 ल दाइहरू चाहिँ कि त यहाँबाट आउनुहुन्छ कि त सायद यतातिरबाट आउनुहुन्छ। अब हामी यहाँ वेलकम गर्न बसेका छौँ होइन। सो अब हामी चाहिँ यो खादा लगाइदिन्छौँ अनि यो बुके चाहिँ भान्जी र प्रसिद्धिले दिन्छन् सानो भाइहरूलाई। हामी चाहिँ यहाँ सबैजना वेट गरिरहेछौँ होइन। अब दाइहरू एकछिनपछि यहाँ निस्किनुहुन्छ। सायद यो ठुलो लिफ्टबाट निक्लिनुहुन्छ। चिना छ यहाँ उसले चिन्न त सो गाइज फाइनली हामी सबैजनासँग भेट भइसक्यो होइन। ओके ल सबजनाले यता हेर्दैन। सो गाइज हामी फाइनल्ली यहाँ एयरपोर्टबाट आइपुगिसक्यौँ। सबैजना यहाँ बसिसक्नु भयो। हामीले लगेजहरू पनि सबै यहाँ भित्र लिएर आइसक्यौँ होइन। सो फाइनल्ली हाम्रो 7 इयर्स पछिको जुन त्यो एक्साइटमेन्ट थियो एकदमै आज पुरा हुन्छ। सो सबैजना यहाँ बस्नु भएको छ। ओके ऊ चाहिँ हाम्रो छोरो युवांश हो होइन। उहाँ मेरो भाउजू हुनुहुन्छ। अब यहाँ आएपछि ऊ त पुरै चकचक उसको सुरु भइसक्यो। अनि ऊ चाहिँ भान्जी दिदी भाइको पनि आज फर्स्ट टाइम भेट हुँदैछ। ऊ मेरो भान्जी ऊ चाहिँ छोरो यिनीहरूको पनि भर्खर फर्स्ट टाइम भेट हुँदैछ। र हाम्रो आजको अर्को नयाँ मान्छे चाहिँ उहाँ हुनुहुन्छ होइन। उहाँ चाहिँ हाम्रो भान्जा रियन रियन चाहिँ कहाँ गयो? रिबन भन्थ्यो उसले चाहिँ। को भन्दै त को भन त को भन न ल। आज यिनीहरू अब एकदम फ्रेस नै भएको छैन न त।
सो अब आज हाम्रो यहाँ फ्यामिलीमा एकदमै रमाइलो माहौल भइरहेछ। सो अब हामी यहाँ खाना खाने बस्ने गफ गर्ने। सो आइरहनु आजको राति हामी सुत्छौँ सुत्नु पनि थाहा छैन होइन। हाम्रो चाहिँ यहाँ युवान्सको चाहिँ आज कपाल काटिदिनु लाग्यो तर ऊ चाहिँ यहाँ रुवाबासी गरिरहेछ है ल। अनि उसलाई चाहिँ यहाँ टक्क गीत पनि बजाएर ऊ अब यहाँ झगडा गर्न सक्छ कपाल काटिदिने भनेर आएको यहाँ आउन चाहिँ। हेरौँ के हुन्छ। सो गाइज फाइनल्ली 7 इयर्स पछि चाहिँ दाईको छोराको भाउजूको यहाँ गृह प्रवेश हुँदैछ होइन। हामी यता आएको अब यहाँ गेटबाटै गृह प्रवेश। ऊ आमा हुनुहुन्छ यहाँ, मम्मी हुनुहुन्छ एकदम एक्साइटेड होइन। ए यहाँ एकदम घडा थापेर वेलकम गर्नुको लागि घडा थाप्नु भएको छ। ओके छोराले के पूजा गर्छु अब आमाले पूजा गरिदिने नि। सानो मान्छेले यहीँ पूजा र त्यहाँ पूजा अब नातिलाई र नातिनीलाई टिको लाउनु, उसलाई त रातो लाउनु हुँदै हुँदैन भने छोरोलाई हुन्छ 6 महिना भात खाइसकेपछि हुन्छ। ल छोरोको यहाँ घरमा फर्स्ट एक्सपिरियन्स। बाबु छोरो यता हेर, ड्याडा अङ्कल भन। छोरो यता आऊ। ओके ल दाई भाउजूको गृह प्रवेश भइसक्यो है। 7 इयर्स पछि फाइनल्ली हाम्रो फ्यामिली भेट भइसक्यो। अब लामाले यहाँ आशीर्वाद दिँदै हुनुहुन्छ पहिलोचोटि यहाँ 7 इयर्स पछि भेट भएर यहाँ टिको लगाएर। छोरोको एक्सप्रेसन चाहिँ कडा छ क्या, हेर्नु कसरी हेरेको टुवा परेको छ केटो परे। पैसा लाऊ पैसा सो अब म चाहिँ यहाँ दाई भाउजूलाई 7 इयर्स पछि घर आउँदा कस्तो फिलिङ्स भइरहेछ म सोध्न गइरहेको छु होइन। ल ल वेलकम होम दुवैजना, तिनैजनालाई वेलकम होम। ल थ्याङ्क यू भन छोरो। ल अब 7 इयर्स पछि कस्तो लागिरहेछ तपाईँलाई घर आउँदाखेरि? ल एक्सप्रेस गर्नु नि त तपाईँको फिलिङ्स। हामी दुईजना गएको थियौँ, तिनजना भएर आएछौँ, एकदम रमाइलो लागिरहेछ। ल भाउजूको फिलिङ्स के छ? वर्ड नै छैन बोल्ने। ल एकदम नोस्टाल्जिक फिलिङ्स भइरहेछ अहिले हामी सबैलाई होइन। ल यहाँ दाई भाउजू आइसक्नु भयो। ल यहाँ गृह प्रवेश पनि भइसक्यो। ल यहाँ सबजना यहाँ गृह प्रवेशमा यहाँ धेरैजना सम्मिलित हुनुहुन्छ। यहाँ मम्मी पनि हुनुहुन्छ। अनि मम्मी के छ तपाईँलाई कस्तो लागिरहेको त? मलाई रमाइलो एकदम रमाइलो छ। अनि आमालाई कस्तो लाग्यो? आमा मलाई त एकदम रमाइलो लाग्यो। एकदम रमाइलो लाग्यो। एकदम रमाइलो लाग्यो। ल सो अब हाम्रो सबै सपरिवार भेट भइसकेको छ यहाँ। अब आजबाट हाम्रो यो दसैँमा चाहिँ डेन्जरै इन्जोय हुनेवाला छ है।